आयो आयो भाइ आयो वाउ ए ल तो गाइस हामी चाहिँ फेरि पनि आइसक्यो अर्कोचोटि राइड हान्नलाई त्यो साथी होइन यो हामी यताबाट यसरी जाँदै थियो चौरीमा ट्यागको भेटाइदिइराखेँ ल आऊ भाइ साइकल चाहिँ दिन सक्नुहुन्छ है म नआउने भन्दै थियो ब्रेक थिएन मेरो त्यही पनि अब आइदिउँ होइन रमाइलो हुन्छ यो भाइलाई जान इच्छा थियो अरे यसलाई भने गर्थ्यो अरे होइन के हो भाइ नाम दिपेन्द्र परियार ल ठिक छ ल खतरा छ नि साइकल त डेन्जर हान्नुपर्छ है अब त्यही हो है अब भरे युट्युबमा आउँछ तिमी भइहाल्छ सँगै पढ्छ हो तिमीहरू दुईजना कति क्लास त चाहिँ यो चाहिँ 5 छ ल ठिक छ दुईजनाको माया पनि छ होइन 5 छ अब यहाँ रेस हान्छ भने जस्तै लगाए है त ल अब एकछिनमा भेट्नु पर्ने हुन्छ ट्र्याक राइडमा ल यिनीहरू दुईजना साथीको कुरा मिल्ने भइहाल्यो होइन ल मेरो अगाडि त नबस है भाइ अलिक टुफानै आन है मेरो ब्रेक छैन फेरि डाइरेक्ट आएर जोत्ला नि तिमीलाई लजाउँ केटाहरूले ठोक्न थालिसक्यो त्यहीँ त्यो जान्छ त अहिले त है केटाहरूले हानिसक्यो है काले काले मिलेर खाउँ भाले होइन त जङ्गलको बाटो कुदाउनु मजा आउँछ कि आउँदैन भाइ ल त्यो भाइ त्यहाँ पारी पुगिसक्यो कराउँदैछ त्यहाँ बिहा गरेर ल कुदाऊ भाइ सर कुदाउनु हामी पनि हान्दिउँ तुफान त्यो मलाई कहाँ गइसक्यो भाइ यार चिप्लिदिइराखेँ त्यसको र मेरो कुरा मिल्छ है फेरि सक्छ त्यहाँबाट सक्छ सक्ने मात्रै हान्नुपर्छ है फेरि गो हिँड आयो ओए
कुछ धरेको यार गई छैन है त्यही पनि कुदाएर हिँडिरहेको छ यार देख्न सक्नुहुन्छ समातिरहेछ गुडिरहेछ है तर साइड हुन्छ यस्तो भएपछि ल आज कति चिप्ले है यता यता भाइ खोइ कहाँ हो बाटो खै मैले यहाँ हो यहाँ हो ल हाम्रो बाटो यो हो कि भाइ ल होइन ल बिस्तारै होइन है म त बिस्तारै जानुपर्ने हुन्छ यार अघि झनै रुखमा ठोक्यो त्यहाँनिर वास्टुमा चाहिँ आइसक्यो होइन ब्रेकै छैन मेरो रुखमा ठोकिन खोज्छ कि आइरहेको छ ल जाउँ ल एक दिन नगरकोट जानुपर्छ हाकुको नयाँ साइकल लिएपछि हुँदैन टक्क तेरो नयाँ साइकल लिएपछि नगरकोट जाने हो मजा आउँछ त्यहाँ त मुला पाइडेलै हान्नु पर्दैन भने ए ल ल ल ल ब्रेक मात्रै हान्ने हो उतापट्टि होइन उतापट्टि होइन त्यो पोखरी भएको ठाउँ नि र त्यो उता दुध पोखरी भन्ने ठाउँमा कहाँ त कहाँ पर्छ कि किन अलि माथि कहाँ त्यो बाटोको त्यो ठाडो भरे त्यो माथि मणिचुर जाने ठाउँमा होइन त्यो भर्याङ पसिनै छु त भाइ ल जाउँ ल लेट्स गो वाह 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 हाने है ल तैँले पनि सही 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 म पनि सही 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 हो आज खतरै चिप्लिरहेछ यार डाइरेक्ट उडेर आइदिएर माक्री दामी गइदिरहेको यी त ठगिहाल्छ नि त्यो सधैँ आइरहेको अरे त्यो ल को झार्ने हो जाउँ ल ल पक पक म तल जान्छ नि भिडियो बनाउँछु क्या ल आइज भयो आइज आइज भाइ आयो आयो भाइ आयो ए तिमीले अगाडिको ब्रेक हान्यो नि त्यस्तोमा अगाडिको ब्रेक अलिअलि मात्रै हान्नु हो क्या धेरै होइन अगाडिको सकेसम्म धेरै हान्नु हुँदैन कि ठिक्क हान्नु हान्दैन त्यहाँबाट हान्दै हान्दै पखै पहिला एकजनाको हुइली हेरौँ यहाँ
आइज पछाडिको मात्रै हानेर सरर आइज बिचमा खुट्टा चाहिँ नटेक सरर आइज न आँट गरे ल उतादेखि झन् रिक्स हुन्छ नि तर हामी स्लोमा आउनु पऱ्यो कि आइज जसपछि यिनीहरूको टायरै अड्किने रहेछ कि मेरो त्यसरी अड्किन्छ मेरो ब्रेक छैन नि ल तिमीहरूको टायरै अड्किनु खोज्दो रहेछ ढ्याक ढ्याक गरेर ल ल ल ल आज यो भाइ खसी पर्छ जस्तै छ आज बेलामा रक ल रक हो ल साह्रै है साह्रै केटाले चाहिँ उमा भिडियो छ त अनि वा हामी तीनजना उडाउने हो ल ल भिडियो युट्युबको ल त्यहाँबाट जाने हो तीनजना लाइन सुई आउने त्यहाँबाट त्यो जोल्ठिङबाट ल उडाउन सक्छ होइन उठेर जोल्ठिङ नि त गाइज है आजलाई चाहिँ भिडियो यति नै भयो टक्क पारेर केटा पनि भेटायो होइन ल भाइ अब आइरहनु पर्छ है आइरहनु पऱ्यो होइन त्यही हो ल गाइज त्यही हो है अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ है भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन त्यही हो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर हाल्नु नभुल्नु होला त्यही हो नेक्स्ट भ्लगमा भेट्नुपर्छ है त गाइज ल त्यही हो